हजुरहरूलाई लागिरहेको होला कि यो जवान केटो किन कहिले आफै कुटे खान्छ त कहिले अरूलाई टेन्सन दिइरहेको छ भनेर। कुरा चाहिँ सिम्पल छ, यो सब मिडल क्लास फ्यामिलीको मोबाइल किन्ने स्ट्रगल हो। ल अब यो दुःख, कमेडी र ओभर एक्टिङले भरिएको यात्रा सुरुबाट सुरु गरौँ। एकपट हान्न एकपट टाउकोमा हान्न के खेलेको टाउकोमा हान्न टाउकोमा हेडशट क्या हेडशट उठ गर्छ आफ्नो मोबाइल किन्न किन अर्को मोबाइल हेर्छस् तेरो बाउले भन्थ्यौ ओहो दाइ कता जान लाग्नु भयो? हात्तीको चाकमा मेरो गुतेर नाकमा। दाइ पनि मजाक गर्नुहुन्छ। होइन यसले मलाई ढुङ्गाले किन हाने? सालीको त म टाउको फुटाइदिन्छु। किन हानेको त्यसरी? देखिनुहोस् ढुङ्गाले हानेको मलाई। हेट दाइ पनि त्यहाँ राम्रोसँग हेर्नु त के लेखा छ? बेलुका भिडियो कल गर ल, आई लभ यु। हानेर ठिकै गरेछु। Are you comedy me? खूब मोबाइल बाटोमा भेट्यो अन्त खुसी भएको होला मुजी। अबे साले के भयो? अरूको बाउ आमाले छोराछोरीलाई जे भन्छ त्यही दिन्छन्। बाइक दिन्छन्, गाडी दिन्छन्, मोबाइल दिन्छन्, पैसा दिन्छन्। मलाई केही छैन। अच्छा छैन मसँग पैसा। के दियो तँलाई? ए फर मुजी बाउ। छोरा तमसँग रिसाएको छस् मलाई थाहा छ। तँलाई आज मैले धेरै पिटे पनि। हामी गरिब परिवारबाट हो। घरबाट रासन सासन तेरो पढाइमा सबै पैसा सकिन्छ। मलाई पनि इच्छा छ मेरो छोरालाई यो किनिदिम त्यो किनिदिम, तर मैले सकेको छैन। मलाई माफ गरिदेऊ छोरा। तँलाई म आज एउटा वाचा गर्छु। त आफ्नो पढाइ पुरा गर, तँलाई म आइफोन किनिदिन्छु। साँच्ची बा? या बा ए फर आउ
आई लभ यु मेरो बाउ। बड़ा हरामी हो बेटा। मोबाइलको लागि भए पनि आज त म मन लगाएर पढ्छु। तर पेन खोइ त, पेन पाए तर बुक खोइ, चेयर खोइ बुक पेन पाए। अरे यार टेबल खोइ। तँलाई म आइफोन किनिदिन्छु। मैले पढ्नै पर्छ। जय विजय साई बाबा मलाई शक्ति दिनु। मैले त पढे, अब सबै भगवानको हातमा छ। मेरो छोरा पास भयो। मेरो छोरालाई बाउ के मजाको यो? त अब पास भइहालिस्। त आफै काम गर, त आफै किन यो आइफोन त मेरो। या 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 या। ए फर फक यु बाउ।